जलपा नेपाल मण्डल टेलिभिजन ज्याजो हसना सोयाचना देपी सकल सुकुमी भाजु मेजु पिन्द ज्याजो स लसको सलिसे अभिवादन नाचना जी अनुपसाके पाखे ज्याजो हसना जुना थौ जिपे वयाको जल चन्द्रागिरी नगरपालिका अन्तर्गत या मच्छेगाँ छ अले मच्छेगाँ छ ठुसी पुरुषोत्तम मास मेला थन जुयाचोंगु ख वंगो श्रावण या 2 गते निसे सुरुजुगु खसा वैगु भाद्र या 2 गते तक ठुगु मेला थन सञ्चालन जी अले ठुगु मेला छ विशेष याना मच्छे नारायण थन विराजमान जुयाचोंगु ख ठुगु पुखो सगन मच्छे नारायण विराजमान जुयाचोंगु थासे थन छगु भव्य मेला थन जुइगु लख खतम वइ साबजी थन खना चुना यो कोहे श्रद्धालु भक्तजन पिथा थासा थन वया चुना दिगु अले ठुगु इले छगु उत्तमगु समय ख अले छगु उत्तमगु समय स थन वया मच्छे नारायण या दर्शन या तधासा थगु मनोकामना इच्छा आकांक्षा सम्पूर्ण पुरा जित हैगु थछगु विश्वास थछगु जनधारणा थन दुगु कारण न थन भक्तजन पिनिगु उलिहे भीड जी थन खनाचना अले वलिसले से थन व्यवस्थापन पक्ष न तस्का है बालागुन चिसा थन खनाचना जाचा थौ छि त ठुगु हे मेला छ बनाएके खलबलया थन्जिनापति ज्ञान बहादुर गोपाली दाई अले वेक अनुगमन समितिया सदस्य नख वेक लिसे खलबलया दाई जोजोलपा दाई अदकले नापाला थो मेला या विषयले पचा जानकारी ब्यादिस ठो मेला पुरुषोत्तम मास मेला अथवा मन मास न रही थी ठो मेला झिउठो 2.5 वर्ष न गया 3.5 वर्ष भित्र ठो मेला चाहिँ लगे जुई ठो मेला गयो जुई लास छि सूर्य मास हो चन्द्र मास यो दिन गणना अनुसार 2.5 वर्ष 3.5 वर्ष बिच चाहिँ 1 महिना समय ग्याप जी अब ग्याप जो समय त छिठो पुरुषोत्तम मास मेला अथवा मन मास मेला रहे चाहिँ छिठन ठो चन्द्रागिरी नगरपालिका वार्ड नम्बर 9 ले जो मच्छेगाउँमा जो ठो मच्छेनारायण मन्दिर है मेला लगे जी ठो ठन मेला लगे जी त्यहाँ अधराजी भरि गणना चाहिँ मतलब तौरौं पूजा चले जी मखो निस्ती पूजा बाइक जसै छि दक्षिणकाली मनोकामना मौडे भाकलियाना चाहिँ डुगु स्याना पूजा जा यही नि एउटा कन चले जी मखो रोके जी वो जो या चाहिँ ठो एकदम तौरौं महत्त्वपूर्ण चाहिँ छौ मेला खट युपटे चाहिँ छौ नापान्थे तयाया छ वो अनुसार मनाउँदा यो मनोकामना न थन दर्शन यही पनि जुडु युपटे चाहिँ दु नक्तिने छिस ढ्याडी थे आठो मलमासिया समय मलमासिया इले रहि छि छुन कठया चेतना जात्रा पर्व नख चख वा ड्या साइट ऐ छुन मरु ढाइको कठ छुन शुभ कार्य त वही मखुजुल तर हानो वहे समयले वहे 1 महिना चाहिँ थन पुरुषोत्तम थो मेला मलमास मेला धका चाहिँ थन जुइगु जुल होला ओके छु यो दु किम्बदन्ती छ छु कारण चाहिँ ठो जुइगु ख तैपटी छु ऐ विषय आठो गैना जुइ यो सन्दर्भ कया चाहिँ नको नाजजी रहेन चन्द्रमास सूर्य मास यो दिन गणना अनुसार 2.5 वर्ष 3.5 वर्ष 1 महिना समय ग्याप जी वो समय के चाहिँ या मजुरी उपटे किमदन्ती अनुसार हो जस्तै विवाह याइमुखो अले विवाह यापी पहिलो चाहिँ वर्ष विवाह यापी न चाहिँ मतलब छलेजी मारिया महिनाभरि चाहिँ नपचन मजुरी रही अले अयो उपटे न दो अले अठेन्डो चाहिँ मतलब ठो ठासै उपटे चाहिँ खण्ड कार्य जस्तै 1 महिना टाको चाहिँ मतलब मेला थन दर्शन या वे में भक्तजन दैदा उयो मनि आकांक्षा दको पुराजी अलगे साथ साथ कया चाहिँ 23 वटा मालपा छौ कयु भुइटया
धानामियो कहीं भुए टोपना डान मिला झन्तौरो पुण्य लगे झेटी पिन्डो अठेन्टो आठो मेला चाहिँ खास सेना चाहिँ मेठा पूजा चले चाहिँ मुखपट्टि चाहिँ ठो विशेष अयवे दिन जुया या बुजुर्ग हेर्दा ख आठो जसै आठो कारण यहाँ चाहिँ ठुस्यान हियो लाउपट्टि ती स्थिति चाहिँ हियो नि हुन लिपला पनि लिपला हुने जसै ठुसी मौनी काठिङ लाउने आठो मलमासको कारण चाहिँ लियोनी हटेछु खण्डै अहिले चाहिँ थन थो इले थन पूजा लाछ थगु मनोकामना थगु इच्छा आकांक्षा तको पूर्ण जित हैपटी चाहिँ विश्वास त एकदमै वो दो गुली गुली मनउटे सा चाहिँ जुगु पुरा जुल या प्रत्येक मेला चाहिँ लगे जो बोले मैन दिन लियंक वइ पिन चाहिँ मनउटे दु छम चाहिँ आउ यो नाचेन छिर कन्फ्युज जुल छम सोंग प्योगु नब मेला बोले सिठो कुलेश्वरे चम छम्बनु थन चाहिँ मतलब मैन दिन नियंक चाहिँ वया उयो एकदमै तरौ सिउ पनि छौजिया भिन रिया ओ उलसान हेन न्यप्ले मिले लगे सना चाहिँ मैनुनी नवे रिया चाहिँ बोले वो जिम न्योनेस गर्नु हुना हो अहिले चाहिँ अथवा छ पुष्टि न जुगुए खर्चला त श्रद्धा भक्ति छ ला दुगुला खय खता वो बाहेक न तुजाको कथा छ पुष्टि जुगुए ख सक्सिउ न मनो आकांक्षा पूरा जुइगो ठुगु मेला ला खय खता अले आ बच्चा अकला आठन मच्छेगा ढका रहेको ख थन त जनकन के मच्छे नारायण विराजमान ज्या छंगदो बच्चा अकला त मच्छे नारायण थन विराजमान जुगु छु उजागु किम्बदन्ती बाख उजागु छु ठोकी मदन्ती अनुसार चाहिँ छौ छुदुरलाई बोले नाब ठोठासे चाहिँ गोपाली त यो बस्ती गोपाल वंश यो पनि छौ एरिया ऊ टाइममा चाहिँ कृष्ण भगवान ठन ठो एरिया चाहियो बोले ठो जङ्गल चाहिँ शिकार होना चाहिए लिंगा लोटुनी प्यासना ठो ठासे वया लो आव गेना लो पिका वो लो चाहिँ टोनिया सम बोले थे लाडे का बोले न्या छम बोला चिरी छम ए लोटुनिया या न्यावल खन गन न्यावल रिया चाहिँ उयो आठो समुद्र टोटी बिमाली रिया ढाबले वो यहाँ चाहिँ जिरो समुद्र टोटी मटे तोरिम यहाँ जिरो नै जिरो चाहिँ मैले ठने गर्न टेग रहल आउ छ्या जे छौ कमण्डले चाहिँ लोटा थे आउले टल त बोले चाहिँ कने खंजो बोले उके मन्जंग टरी जात न त छुजु रिया सो बोले वो यहाँ न नौनाल जिरो गन इनका टोट मटे ठने छौ जिरो गाछगा मया ठने टी रिया ढाल वो ढाव अनुसार अले ठन ठोपु डेगा ठोपुखले वन्या टोडो अले न्याइ मुटिन ठो मसिनान उत्पत्ति जु ढेउपट्टि चाहिँ दु अले ठो मसिनान उत्पत्ति जुल एजा चाहिँ ठो विष्णु अवतार यो पहिलो अवतार ठो मसिनान भगवान ढेउपट्टि न चाहिँ मलाई छ इतिहास न खण्ड ऊ कथा चाहिँ ठो मसिनान ढेउपट्टि उत्पत्ति अले बेला न अले अयोगिसम चाहिँ ठो चन्द्रमासो सूर्यमासे चाहिँ विजय ग्याप जो समय के कया डेको खण्ड ऊ ढंग चाहिँ ध्यान गरेर राम्रो पाठो ललितमा साह्रै सुख पाएँ राम्रो पाठोमा साह्रै सुख पाएँ साह्रै दुःख पाएँ प्रभु साह्रै कष्ट पाएँ गर्छु काम संसारको लहरमा जन्म लिन आए नेपाल मण्डल टेलिभिजन या जाजो हसना से याचना देखि जुल अले जाजो हसना स थुगुले छि मच्छेगा या थुगु मेला ख पुरुषोत्तम मास मेला से याचना देखि दो अले थुकिया एम्बियन्स ख थनियाको माहौल ख मना छि स ना से याचना देखि जुल नेपाल मण्डल टेलिभिजन या जाजो हसना से याचना जोइ चाहिँ काम
कुराकानी गर्न चाहन्छु चन्द्रागिरी नगरपालिकाका वडा नम्बर 9 का अध्यक्ष अच्युत अधिकारी सर हामीसँग हुनुहुन्छ। उहाँसँग म छोटो कुराकानी गर्छु। सर नमस्कार। हजुर नमस्ते। परिचयबाटै सुरु गर्न चाहन्छु। यो जुन मच्छेगाउँ भनिन्छ, जहाँ मच्छनारायण यहाँ अवस्थित छ, अहिले यो मेला पनि यहाँ लागिरहेको छ। सो अलिकति यो परिचय एउटा म जानकारी लिन चाहन्छु मच्छेगाउँको विषयमा। यो कति छ यहाँका, मतलब बासिन्दाहरू कति छन्, कति यहाँका जनसङ्ख्याहरू छन्, अलिकति थोरै यहाँको बारे जानकारी। हुन्छ। साबिक मच्छेगाउँ गाविस 2071 साल पछाडि यो चन्द्रागिरी नगरपालिका वडा नम्बर 9 मा परिणत भयो। यसमा चाहिँ अहिले माइग्रेट सहित गरेर हाम्रो यहाँ 6000 जनसङ्ख्या छ। 3015 पुरुष र बाँकी चाहिँ महिला गरेर यहाँ चाहिँ 6000 जनसङ्ख्या छ। अब यो मन्दिरको विशेषताको बारेमा भन्नुपर्दाखेरि हाम्रो हिन्दू धर्मअनुसार जब ब्रह्मा भगवानले चाहिँ सृष्टि गर्नुभयो, त्यो सृष्टि गर्ने क्रममा हैग्रीव नामको दानव पनि उत्पत्ति भयो। त्यो हैग्रीव दानवले चारवटै वेदलाई हरण गरेर पृथ्वीमा प्रलय मचाइसके पछाडि चाहिँ भगवानले नारायणले चतुर्बाहु स्वरूपको दर्शन गराएर यसै अगाडिको कुण्डमा मत्स्य नारायणको दर्शन गराउनु भयो। आफ्नो चाहिँ जुन मत्स्य अवतारको चाहिँ दर्शन दिनुभयो। सत्यव्रत नामको राजा, उहाँलाई चाहिँ पहिलो चाहिँ उहाँले दर्शन दिनुभएको। सत्यव्रत राजा सन्ध्या र चाहिँ तपाईँको चाहिँ सन्ध्याको आफ्नो नित्य कर्म गर्ने क्रममा हातको अञ्जुलीमा सानो माछा आउँछ। माछा छोड्ने क्रममा मलाई नछोड्नु, यो छोडे पछाडि मलाई ठुलो माछाले खान्छ भनेपछि उहाँले त्यो माछाको सुरक्षाको लागि कमण्डलमा राख्नुभयो। कमण्डलमा राखेपछि माछाको साइज आकार बढ्दै गए पछाडि पक्कै पनि यो भगवानले मलाई, कुनै भगवानले मलाई चाहिँ छल गर्नुभयो, मेरो चाहिँ परीक्षा लिँदै हुनुहुन्छ भन्ने कुरा भएपछि यो अगाडि कुण्ड खनाएर चाहिँ राख्दाखेरि उहाँले चाहिँ चतुर्बाहु सहितको आफ्नो स्वरूपको दर्शन गराउनु भयो। त्यस पछाडि जुन मनु नामको जुन दानवले चाहिँ वेद हरण गरेको थियो, त्यो वेद हरण गर्ने दानवलाई नष्ट गरेर ब्रह्माको सृष्टिलाई रक्षा गर्नुभएको यो पहिलो तीर्थ पनि त्यो हकमा, किनभने नारायणको पहिलो अवतार यहाँ भएको कारणले गर्दाखेरि यो पहिलो तीर्थ पनि रह्यो। पछि कालान्तरमा जब यो कुण्ड थियो काठमाडौँ उपत्यका, त्यति बेला कृष्ण भगवान आफ्नो चाहिँ ग्वालासहित यो भन्ज्याङ हुँदै प्रवेश गरेर यहाँ स्नान गर्दाखेरि आफ्नो चाहिँ स्वयं रूप चाहिँ यहाँ भएको जानकारी पाए पछाडि त्यो समयबाट भगवान श्री कृष्णले चाहिँ यो स्थानमा मत्स्य नारायणको यो विशेष महत्त्व राख्ने चाहिँ जुन यो मेला छ त्यो चलाउनु भएको भन्ने एक खालको किम्वदन्ती हामीले थाहा पाउन सक्छौँ। यो मन्दिरसँग जोडिएको लिच्छिवीकालीन मूर्तिहरू, शिलालेखहरू पनि हामीले चाहिँ भेटेका छौँ। सो मच्छेगाउँमा अब मत्स्यनारायणको अहिले मेला भइरहेको छ, यो मन्दिर त छँदै छ। त्यो बाहेक यहाँ सम्पदाको हिसाबले मतलब यो मच्छेगाउँमा यदि कोही भ्रमण गर्न चाहनुहुन्छ, यहाँ आउनुहुन्छ भने अरू सम्पदाहरूमा के छन्? विशेषतः अब यो नेवार समुदाय, यो वरिपरि चाहिँ नेवार समुदाय छ। हामी वास्तवमा धेरै भाग्यमानी पनि छौँ यो अर्थमा। नेवार समुदाय एउटा त्यस्तो समुदाय हो जसले हाम्रो संस्कृति र धर्मलाई जोगाएर हामीलाई चाहिँ विश्व सामु पहिचान एउटा चाहिँ छुट्टै दिनुभएको छ। यो सँगै कृष्ण मन्दिर तपाईँ देख्नुहुन्छ, यसको एउटा छुट्टै महत्त्व छ। हरेक कृष्ण जन्माष्टमीको भोलिपल्ट यहाँ ठुलो रथयात्रा हुन्छ, जात्रा हुन्छ। र अलि माथिपट्टि हेर्नुभयो भने विष्णुदेवी भगवानको एउटा मन्दिर तपाईँ देख्नुहुन्छ। यो चाहिँ 7वटा गाउँको एउटा संयुक्त जात्रा हुन्छ, यो चाहिँ मङ्सिरमा पर्छ। त्यो बेलामा यो चाहिँ जेठी छोरीको रूपमा चाहिँ भगवान विष्णुदेवीको जेठी छोरी हुनुहुन्छ उहाँको एउटा ठुलो जात्रा चल्छ। त्यस्तै नजिकै सत्यनारायण मन्दिर छ। यहाँ वरिपरि चाहिँ चारै सुरमा 4वटा गणेश पनि छन्। र नजिकै चुन्देवी मन्दिर भयो, अलिकति अगाडि जानुभयो त्यो कीर्तिपुर नगरपालिकामा पर्छ। तथापि त्यो चाहिँ महत्त्व राखेको एउटा बागभैरव मन्दिर छ। माथि विश्व शान्ति स्तूपा जुन यो विश्वभरि नै भन्नुपर्छ, जम्मा 3वटा स्थानमा, एउटा लुम्बिनीमा बनेको छ, एउटा पोखरामा बनेको छ र यो हामी निर्माण गर्दैछौँ। यहाँबाट तपाईँले चन्द्रागिरी रेन्जमा हाइकिङ गर्न सक्नुहुन्छ। यहाँ धेरै हाइकिङ पार्कहरू निर्माण पनि हुँदैछ। अरू पार्कहरू पुष्पलाल पार्क भयो नजिकै। त्यस पछाडि चन्द्रागिरी नगरपालिकामा अरू महत्त्व राख्ने भनेको इन्द्रथान, तपाईँलाई थाहा छ इन्द्रदह,
होइन त्यो चाहिँ इन्द्र जात्राको भोलिपल्ट त्यहाँ ठुलो मेला लाग्छ त्यस्तै माता तीर्थको कुरा यहाँलाई मैले भन्नै परेन आमा खुवाउने औँसीको दिन त्यहाँ ठुलो मेला लाग्छ यो चन्द्रगिरी नगरपालिकाले सबै यो जति पनि तीर्थहरू छन् मन्दिरहरू छन् र यो जति पनि हामी चाहिँ प्राकृतिक रूपमा धनी भएका छौँ यो डाँडा काँडा यहाँ चाहिँ तपाईँको चाहिँ विभिन्न खालका चराचुरुङ्गीहरूको चाहिँ अवलोकन गर्न सकिन्छ यहाँबाट खुलेको दिन एभरेस्टदेखि सबै हिमालको रेन्जहरू यहाँ म्याक्सिमम रेन्जहरू यहाँबाट देख्न सकिन्छ त्यो हिसाबले पर्यटकीय हिसाबले पनि यसले ठुलो महत्त्व राख्दछ धन्यवाद धेरै धेरै कुरा गर्नु हस् धन्यवाद हाम्रो समिति कृषिको नगरपालिका वार्ड नम्बर 4बाट पाल्नुभएका सबै गुरु पानीबाबु आचार्य उहाँलाई धन्यवाद यस भजन मण्डलको तर्फबाट बच्चा अखला थना खला बलया सुरेंद्र केशी दाई थना जिनापंती अले वेक थना अनुगमन तथा सलाहकार समिति या सदस्य खवेक वेक लिसिन बच्चा अखला थना खला बलया जोजल बताए जोजलबा त बच्चा अखला आखेतला नाचन जी खला बलया यातुन मच्छे गाय विषयले अथे मच्छे नारिने विषयले खला बलला यातुना को जुला थो गु मच्छे नारिन थन गु मेला जो याचुन दाइले थो मच्छे नारिन चाहिँ भगवान विष्णु अवतार कथा गया तको ख लाखिन ख ठिकै त चाहिँ डक्ले नापाङ अवतार कथा हजुर हजुर ठिकै सुबा छेउ चाहिँ ठो महिना पुरुषोत्तम मास छेउ चाहिँ छु लाछ गठे सौर्य मास व चन्द्रमास यो क्यालेन्डर अनुसार 6 महिना 2 वर्ष हो छेउ चाहिँ 8 महिना विजय 6 महिना अपजुई वो महिना चाहिँ हेलाइ डिसी पनि जुला नाप्नामा मलमास हो मलमास ठो महिना छुकले ठुइ अस्तित्व मन्त्र ढाइ खजिङका चाहिँ वो महिना चाहिँ जब भगवान मत्स्यनारायण गराउने खो चाहिँ पुरुषोत्तम अति उत्तम आ मलमास ढाउ महो ठो महिना र ठो न्याउ चिज या विशेष जना चाहिँ ठो महिना ठन मत्स्यनारायण देखा या दर्शन याबले जी अश्वमेघ यज्ञ यावस्य टरौँ फल प्राप्ति जुई जी गुल्न जुई मखो ज्या जुई अले लुएट विभिन्न चाहिँ छेउ चाहिँ कै वै नहे न्याउन जुई अले मने छिसा आटे पुरै जुई ढै हिसाबमा ठो लाखौं लाख भक्तजन त्यो उपस्थित जुई कारण ठोका त्यो महत्त्व चाहिँ ठेडुका अहिले सुरक्षा हिसाबना जिथन खनाचना तस्का है मोनिटरिङ न जियाचंग थन खनाचना भक्तजन पिन उलिए व्यवस्थित जियाचंग आछु बच्चा तरंग मेला ख छु बच्चा गुनासो जोसाना तर व्यवस्थित रूपबाट जना छंग न जिथन खनायचना बच्चा थुके व्यवस्थापन विषयले गुकथा चाहिँ व्यवस्थापन या चाहिँ थन जियाचंग तो के विषयले बच्चा व्यवस्थापन विषय छेउले छिटो नेपाल प्रहरी अले सशस्त्र प्रहरी बल न लगभग 50 जना यो टिम यो चाहिँ कन्टिन्यू डो निरन्तर वेकअप इन टु टिम खडे ज्या जनो अले नाइट न जो डे वो न वेकअप इन हिन्दो अले आटाको उयो मामलाओ समाचार झिसा वाचन या मुआनिका जि माइकिङ न ठौ निछि चोना ओ चोनुले चाहिँ सुइन छुटन ढेउ चीज अथि जुल छुटन छ अन लुइका भ्यू मोबाइल न मिसप्लेस जो गोन बिया पर्सनल वला पर्सनल बिया वो व्यवस्थापन हिसाबमा चाहिँ उयो अथि मजुनी बाहेला जस्तै पुरुषोत्तम मास लेला थन मेला लगे जीको जेजल वो बाहेक न थन मत्स्य नारायण मेला लगे जियो वा विशेष भीड जियो वा विशेष दर्शनीय अपनी दिन आयु जो वो चाहिँ छेउ एकादशी पुनी फुनु चाहिँ यो कुजी नक्सर हास छेउ पुरुषोत्तम मास ले अपोजिट बच्चे गाउँ ढकादै थन या त नेगा मध्ये लागु छौ गाँ नेगा ला मध्ये ला छि नेगा जात्रा जु ठने जुल नेगाई जात्रा सुरुवाल झिउठन द्वारपाले चाहिँ कहाँ बाज पुया जुई गाडिन सुरुजी ठ्याख विष्णुदेवी चाहिँ जाजी ठन नैका बेंगा नेगायो चाहिँ जात्रा सुरुजी ठडे महत्त्व हिसाबमा ठना झि छो गाई जात्रा नहेका फुकमा चाहिँ ज्यादै ठन लगातार जुगा अथन जनजाति चाहिँ त मिश्रित कथा ख बोली मिश्रित नापै हिसाब या खस चाहिँ छिउठो बस्ती विकास जुन न्यो यास चाहिँ झि नेवा बस्ती अपख आ चाहिँ बस्ती विकास जो चाहिँ भन्छ कमजोर खण्ड
जे थन विशेष न ज लाखे न खना मेमेको कथा न थन वो चीज त खना वो चाहिँ ठो मेला लिसे है सम्बन्धित ख कि वा मेला ये त छौ अझ थप सौन्दर्य व्यू कथा झिसा त्याटे ख म हो ठोला छु हुन जे अथि गठमुग अथि नहे लाखे बिको अथि हे जुल्ने वे हिसाबमा चाहिँ ज्या जाउँ वो लाखे चाहिँ झिमच्छे का ये लाखे ख ख ख कुन्नेम लाखे दे टोका अहिले थो हुन थो गठामो न छे लाखे प्यावन सुरजी गुजल वो कठाइपटी ओ न थन वया चाहिँ न जुल उन रौनक जुल पापी र फिर न्यापी छैन ज्या जाउँ रो सूर्य मस्ते न वे वा निने दुई जना हे 5-6 जना के यहाँ हुइगेका जी थन पसली न अपो छको जन्ने चाहे जु पाउ अपो जी थन खना पाउ म्या चौ बिना जी अपो खना ठ्या विशेष न उजाको पाउ देखि लागि छु प्रसिद्ध ख के प्रसिद्ध लाठो बच्चा खाउ ठ्या ख चुन पाउ फ्याक्ट्री न डो अम्ले न दै ठ्या ख मला तर हामीलाई विशेष त फुक ठन चाहिँ स्थानीय उत्पादन त अब जुले पाउ अप खण्ड गुना ख पाउन डो कला बल नाटले के किस बात कस जिउ सुबह मण्डल टेलिभिजन ज्याजो हसना पाखे ठाउँसित पुरुषोत्तम मास मेला सपनाइका गुजला मच्छेगाँ गुकी चन्द्रागिरी नगरपालिका अन्तर्गत लागू ख अहिले मच्छेगामे वङ्गु श्रावण या दुई निश्चय सुरु जुको खसा भाद्र या दुई तक ठुगु मेला थन ज्या हेचनी उके छिन अन भ्रमण्य नीति वनादि फै अहिले जनधारणा कथ गु भगवान विष्णु या छगु रूप ख मत्स्य अवतार अहिले वहे मत्स्य अवतार कथ या थन मूर्ति थन विराजमान ज्या छौ गुजला अहिले थन ठुगु पुरुषोत्तम इले थन पूजा त धासा थन दर्शन यावन धासा जिगु मनोकामना पुरा जी बालै रहिदिन जनविश्वासला दुगु खय खतम पुलिसले मच्छेगा नेगा अन्तर्गत न लागू खसा अहिले मच्छेगामे योको हे सम्पदा तन थन दुगु खय खत प्राकृतिक हिसाब न यही पुसंगु ठा खय खत ओके जासा छिन अन वना दिस भ्रमण यना दिस अहिले भगवान या दर्शन नै ना दिस अहिले खुशी जे आदिस खय छगो हसना विषय तकले अन्तिमे क्यामेरा पर्सन संजय मर्जन यातन विशेष सुबह विषय जीवन सकेन उजा फना जना मेगवाले नाप्ला थौ दबा सुबह